यसपछि म चन्द्र तुफान दमक एक झापाका स्रष्टा जसले 2079 साल मंसिर 11 गते लोकलय झ्याउरे कविता भनेर उहाँले यो कविता लेख्नु भएको छ। के रहेछ जीवन। दुःख नै लेख्या रहेछ खोई यो मेरो निधार, कसैले सोधे के भन्नु खै हो छैन हो आधार। जन्मियो नाङ्गै जाँदा नि नाङ्गै के रहेछ जीवन, छोटो छ आयु सम्पत्ति धेरै के गर्नु र धन। छोटो छ आयु सम्पत्ति धेरै के गर्नु र धन। जीवित हुँदा खुसी नै साट्नु सम्झन जीवन्त, जवानी हुँदा सबैको राम्रो रहेछ लेखान्त। सोचेको काम नगरे पुरा परिन्छ पछाडि, उमेर हुँदै गर्नु है केही सर्नु है अगाडि। उमेर हुँदै गर्नु है केही सर्नु है अगाडि। गाई र भैँसी मरेर जान्छ दाम्ला नै रहन्छ, मनुष्य जान्छ संसार छोडी बोली त रहन्छ। खोजेर सुख पाइन्छ कहाँ देखाऊ मलाई, रहर छ नि विलासी जीवन पैसा नै बिछ्याई। रहर छ नि विलासी जीवन पैसा नै बिछ्याई। जति नै महान बनेर पनि बिल्छ नि माटोमा, घमण्ड छोडी पाइला सार्नु सरल बाटोमा। आखिरी दुःख बन्नेछ साथी सुख त घाम हो, बेलुकी मुख जोड्नु नै पर्ने प्यारो त काम हो। बेलुकी मुख जोड्नु नै पर्ने प्यारो त काम हो। हात र मुख जोड्नु नै पर्ने प्यारो त काम हो। आदरणीय स्रष्टा चन्द्र तुफानले साँच्चै नै अत्यन्तै सुन्दर ढंगबाट यो के रहेछ जीवन भनेर कविता लेख्नु भएको छ र कविता मार्फत हामी सबैलाई एउटा नैतिक सन्देश दिनु भएको छ। हामी साँच्चै नै नाङ्गै आउँछौं र नाङ्गै जान्छौं, यो ध्रुव सत्य कुरा हो। र यो छोटो आयुमा हामी सम्पत्ति अर्थात पैसा धन भनेर मरिहत्ते गर्छौं। गर्न नहुने कुकर्महरू पनि हामी गरिराखेका हुन्छौं। के का लागि भन्दा खाली पैसाका लागि। तर जीवन त क्षणिक रहेछ। यो कर्कलाको पातको पानी जस्तै अथवा फूलको थुङ्गा जस्तै रहेछ, आज छ भोलि छैन। त्यसैले गर्दा हामीले असल काम गर्नुपर्छ, राम्रा कामहरू गर्नुपर्छ र अमर बन्नुपर्छ। कहिले पनि हामीले पछाडि पर्नु हुँदैन, सधैँभरि अगाडि नै बढ्नुपर्छ भन्दै मिठो बोली बोल्नका लागि उहाँले आग्रह गर्नुभएको छ। खोजे सुख पाइन्छ, तर हामीले विलासी जीवन बिताएर सुखतिर जानुभन्दा पनि गरिब दुखीहरूको सेवा गरेर सुख खोज्नपट्टि उहाँले हामीलाई विशेष आग्रह गर्दै घमण्ड छोड्नका लागि र सरल बाटोमा लाग्नका लागि विशेष आग्रह गर्नुभएको छ। प्रिय कवि चन्द्र तुफानज्यू, पक्कै पनि तपाईले भन्नुभएका कुराहरू अत्यन्तै मार्मिक छन्, समसामयिक छन्। हाम्रा साना बालबच्चाहरूलाई र हाम्रा युवा युवतीहरूलाई यो सत्य सन्देश जस्तै लागोस्, उनीहरूको मनमा यी विचारहरू प्रवेश गरून् र भोलिको नेपाल सुन्दर होस् भन्ने पनि म यो कविता सँगसँगै कामना गर्दछु।